शिक्षक सेवा, लोक सेवा र प्रदेश लोक सेवाको विभिन्न परीक्षाहरूमा एनालोजी रिजनिङ सम्बन्धी यो क्वेशन मैले लिएर उपस्थित भएको छु। यसको मैले सर्ट ट्रिक बताउँछु। यहाँ 2:5 7 व्हाट दिएको छ। यो व्हाटको ठाउँमा के हुन्छ, यहाँ अप्सन यस्तो रहेको छ। अब यस्तो क्वेशनहरूमा यो यहाँको संख्या पत्ता लगाउनको लागि हामी लजिक अनुसार जान्छौँ। सबैभन्दा पहिला 2 बाट यहाँ लेखा मिलाई 2:5 7 यहाँ निकाल्न पर्ने ठाउँ छ। यो 2 बाट कति जोड्दाखेरि भएको छ 3 हैन 5 भएछ। त्यसैगरी यसमा 3 जोडेपछि कति हुन्छ 10। यो मिल्यो त? यसरी 10 यहाँ अप्सन छ, मिलेन, यो काम लागेन। अनि अर्को तरिकाबाट जाने। अर्को तरिका के छ भने यो जुन 2 छ, यो 2 × 2 + 1 गरेर 5 आएको छ हैन। 2 × 2 = 4 1 5 यानी कि यसले गरौँ। अब 7 × 2 + 1 गर्दाखेरि 7 × 2 = 14 1 15 अप्सन रहेको छ, छैन, यो पनि मिलेन। अर्को तरिकाबाट जाम। रुट संख्या अनुसार यो दिएको यहाँ सबै रुट संख्याहरू हुन् हैन। जस्तै 2 भयो, 5 भयो, त्यसपछि 2 भयो, 3 भयो, 5 भयो, 7 भयो। यसपछि अरु कुन रुट संख्या हो त? 11 भयो, त्यसपछि 13 भयो, यसरी जान्छ हैन। अब यसरी 2 देखि 5 आएछ, यानी कि एउटा काटेर 2 बाट 5 हैन। त्यसैगरी 7 बाट एउटा काटेर कति आउनु पर्छ 13 आउनु पर्यो। 13 यहाँ छ ल, यो पनि मिलेन। अब यसरी मिलेन भने अर्को तरिका फेरि छ। पहिला रुट संख्या लेख्ने 2 3 5 7 11 13 यसरी रुट संख्याहरू हुन्, प्राइम संख्याहरू हुन्। अब के गर्ने भने यसमा यो पहिलो र दोस्रो रुट संख्या जोडेपछि कति हुन्छ 5 हैन। 2 + 3 = 3 2 5। त्यसैगरी 7 र 11 जोडेपछि 11 + 7 कति हुन्छ 18 हो। बल्ल एन्सर हाम्रो मिल्यो। यसरी यो अप्सन नम्बर डी 18 हैन। 2 र 3 जोडेपछि तेस्रो संख्या बन्यो। त्यसपछि यो फेरि अर्को 7 र 11 जोडेपछि के बन्छ 18, यानी यसरी यो बनेको छ। राइट एन्सर यो हो। अहिलेसम्म पनि मलाई फलो गर्नुभएछ भने फलो गर्नुस्, भिडियोको लागि शेयर गरिदिनुस्।